माछा है माछाको अनि आमा बाउ आउँछ र भाइ बहिनीलाई भात दिनु भनेर पर्खिरहन्थ्यो भात पनि नदिन्थ्यो भाइ बहिनी भात खुवाउनु भन्थ्यो नि त्यो भाइ बहिनीहरूलाई किन भात नदिएको भनेर कराउँथ्यो आमा आएर समयले भात खानु दिँदैन भनेर बोलाउँदै भाइहरू भनेर अनि मामाहरूको नाम चाहिँ के थियो आएपछि मात्रै खानुपर्छ भनेर भाइहरूको नाम चाहिँ के थियो भाइको नाम ठुलोको चाहिँ काले भन्थ्यो सानोको चाहिँ बोले रामी लक्ष्मण होइन कालेर बोले कालेर बोले अहिले कहाँ छ गयो नि बाउ सँगसँगै भनेपछि त्यति बेलाको जमानामा हामीलाई यो कोरोना भन्दा खतरा न हामीलाई यो घाउ निस्किने बेलामा 6 महिना यो थार लगाएर सिमाना लगाएर यताउता हिँड्न नदिएको योभन्दा साह्रो खतरा न यो भनेपछि यो कोरोना भन्दा पनि एकदम कोरोना भन्दा पनि खतरनाक यो के पानीको फोका जस्तो निस्किन्छ होइन अहिले त्यतिखेर चिराङमा कति साल थाहा छ आमालाई त्यो टाइम त्यति बेला चाहिँ हामी 9 वर्षको मात्रै थियो अहिले कति वर्ष पुग्यो आमा म अहिले त 60 वर्ष लागेको 60 भने 9 वर्ष हुन्छ ज्वरो आएर सुतेपछि उठ्नु नसक्छ 56 59 इयर्स त्यो होइन 54 57 इयर्स अगाडि चाहिँ आजभन्दा 57 इयर्स अगाडि चाहिँ चिराङमा चाहिँ यस्तै विपत्ति पेन्डेमिक आएको थियो होइन त आमा अनि कहीँ यहाँ उताको मान्छे पनि यता आउनु नपाउने यहाँ घरको मान्छे पनि उता जानु नपाउने हो अनि सरकारले नै अब हाम्रो बाउले चाहिँ उहिलेको जमानामा दारेसो रोड खुल्दाखेरि बैदर काम गरेको रहेछ हो नेपालको लेबरहरू लगाएको रहेछ यो चाहिँ 1963 को कहानी त्यतिखेरको 1963 अनि हाम्रो आमा 9 वर्ष त्यति थियो अरे अनि त्यो लेबरहरूले चाहिँ बैदारलाई पानी तताएर जिउमा खनाइदेऊ नुहाइदेऊ भनेर हो अब त्यो कराइराखेर त्यस्तो भनिराख्यो अब बाउले चाहिँ फेरि पानी तताएर त्यसरी नुहाइदिएछ नि त बिमारी भएकोलाई अनि त्यहाँदेखि बाउ आयो घरमा आएपछि सुतेपछि उठ्नै सकेन त्यतिकै त्यतिकै गयो हो हामी पनि मरिसकेको मान्छे हामी चाहिँ बाँचेको नि त सुतेको ए भनेपछि काले बोले दुईजना मामाहरू आमाको भाइहरू त्यतिखेरै मरेको दुईटा भाइ एउटा बहिनी मरेको अनि फुपा कान्छी फुपूको बुढा फुपा अनि एउटा बाजे चाहिँ गोठाला भातुन पकाउने मान्छे राखेको सरकारले नि दिएको 2 जना हो त्यो 2 जना बिरामी स्याहार्नेलाई चाहिँ केही भएन फेरि अनि नभेटेको ठाउँमा नगएको ठाउँमा पनि फेरि त्यो बिमारी निस्केर मऱ्यो कतिजना त त्यस्तो हुन्छ भनेपछि 1963 भुटानमा त्यतिखेर एपिडेमिक अवस्था आएको थियो र अहिले 2021 आलु चाहिँ त्यति बेला 2019 देखि 2021 लागिसक्यो यस्तै खालको कोरोना विपत्ति आइलागेको थियो होइन त कोरोना भन्दा खतरनाक हो सुतेपछि उठ्नु नसक्ने भनेपछि अब यहाँ मेरो आमा हुनुहुन्छ सन्माया मगर त्यतिखेरको विपत्तिलाई खेपेर पार गरेर अनि यो अहिले हाल आएको कोरोनालाई पनि सामना गरेर अझै पनि राम्रोसँगले सुस्वास्थ्यको साथ आफ्नो जीवनलाई अझै आश र प्रभुमा भरोसा राखेर अहिले बाँच्यो अगाडि बढिरहेको अनि त्यति बेला त अब प्रभु भनेको पनि केही जानेकै थिएन केही कुरो पनि अहिले त हामी प्रभुमा धेरै भरोसा राखेको छौँ मान्छे आमाको जिन्दगीमा 2टा यस्तो विपत्ति बेर्नु पर्यो पहिला आमा 9 वर्षको हुनुहुन्थ्यो त्यतिखेर 1963 त्यतिखेर आफ्नो बाउ अनि 2 जना भाइ अनि 1 जना बहिनी गुमायो आमा 8 जनामा 4 जना मरेर 4 जना बाँचेको त्यहाँदेखि छोरा त मरिहाल्यो यो छोरीले के गर्छ र भनेर हाम्रो आमा छोरी राखेर एउटा नानी बोकेर बहिनी थियो एउटा बहिनीलाई बोकेर हिँडेको त्यहाँदेखि जग्गा जमिन सबै घर छोडेर त्यसै अब रोएर हिँड्दा नि त्यो लाथालिङ्गै छोडेर हिँडेको अनि एउटा त्यो साथीहरूले गर्दाखेरि एउटा बाटोको
मगर पुलामी रहेछ बैदारै गरेको त्यो पनि त्यसले चाहिँ मेरो कोही पनि छैन बुढी छैन कोही छैन भनेर ढाँटेछ हो अनि साथीहरूले गर्दा पनि त्यसले लगाइदिएछ र अनि त्यो ठुले मामा भएपछि नानी भएपछि उसको घर गएर अनि जाँदा त 2 जना बुढी रहेछ अरे हो अनि सही त मलाई बुढी छैन भनेर लगेको थियो त 2 जना परेछ त एउटा सुकबेनीहरू अरे हो अनि एउटा सुकबेनी एउटा बुढी हो त्यो मलाई त ढाँटेर पो ल्याएको थियो भनेर त्योमा लैजा मलाई पुर्याइदियो छिटो भनेर हो अनि चिराङमा आएपछि त मारिहाल्छ इन्डियाको मान्छे भनेपछि देख्नु सम्झेन नेपालको भनेपछि कुटेर खेद्यो हो यहाँ हेर्नु नि यहाँबाट सुल्केर अनि आमा चाहिँ एउटा नानी बोकेर आयो आएपछि अब बडाले त दिएन जग्गा जमिन सब घर छोडेर हिँडेको छ हामी बडाबाबुले नै घुर्काइ बढाइ गरेर बिहा गरेर गरिदिएको हामीलाई बडाबाबुकै बडिआमाको अन्डरमा बसेर हुर्की बढी अहिले कहाँ हुन्छ बडाबाबु बडाबाबु चिराङ नै छ अनि अझै जीवितै हुनुहुन्छ बडाबाबु बडाबाबु 90 वर्ष पुग्यो अहिले तगडै छ भनेपछि बडाबाबुको याद आउँछ अनि बडाबाबुलाई यहाँबाट नै बिहा गरिदिएको यताउता गरिदिएको यदि यो भिडियो कतै कसै गरी यो बडाबाबुले हेर्नुभयो भने बडाबाबुलाई के यो भिडियो मार्फत के भन्न चाहनुहुन्छ बडाबाबुले अब बिहा गरिदियो बाबुको बदली सबै कुरो गरिदियो बडाबाबुलाई पनि धन्यवाद असल पुरा पायो भनेर होइन ठिकै छ भनेपछि ठिकै छ त्यो आमाको पालोमा बडाबाबुले के भन्छ त्यो अब बडाबाबुको छोराहरू 3 भाइ छ गरियो अरे बिदाई गरी बिहा गरियो अरे बडाबाबुको छोराहरू 3 भाइ छ काकाले गरे जेठा एग्रिकल्चरमा काम गरेको थियो हो बाबुको दाजु काका भनेको बडा तिनीलाई पनि त अब दाजुभाइ काकाले नै बिदाई गरेको नि त होइन अनि साइला भाइ पारुमा टिचर गर्छ प्रिन्सिपल विदेश पनि आएर गएको छ काइला एनिमल हस्पिटलको यो गर्छ एनिमल हस्पिटलमा ल आजको वाकिङमा बातचित एकदम राम्रो भयो आमालाई धन्यवाद यो एउटा के अरे कुनै पनि एरेन्ज नगरिकन यो एउटा आफै क्यामेरा समाते पछाडि के गर्नुभयो दृश्यलाई यसो कैद गर्दै थिएँ आमासँग गफ गर्ने मुड भएर आमालाई 2-4वटा आफ्नो विगतको दिनहरूलाई सम्झाउनु भयो र यसो गर्नु धन्यवाद यहाँ छोरो आइके